यो लिए अब यसमा टक्कसँगले जाने हो अर्काको देशमा आएर पनि यहाँनिर हायरिङ गरियो गइन्छ अब 2 लिटर हाल भनेको 2 लिटर बढी हाल्दैछ 2.19 हाल्दैछ 50,000 हाल्दैछ त्यो ल ठिक छ कोही बात छैन कुसङ्सी वाटरफल चाहिँ यहाँदेखि लगभग 22 किलोमिटर बाटो पर्दो रहेछ अब म जान्छु त्यतिर नै है त ल से अप्ठ्यारो छ कुसङ्सी वाटरफल्समा जाँदैछु एकदम पहाडी बाटो छ तर एकदम रमणीय स्थल एकदम ओल्ड हेरिटेजमा पनि युनेस्को ओल्ड हेरिटेजमा पनि नामाङ्कित भएको जग्गा हो म त्यहाँ जाँदैछु है त ड्राइभ गर्दैछु एक्लै हातले अब चाहिँ पहाडी बाटो सुरु भयो जाँदैछु म पनि एकदम राम्रो ठाउँ लाग्यो कतिखेर पुगिन्छ थाहा छैन बिस्तारै हिँड्दैछु भिडियो पनि खिच्दैछु फरेनर 60 हामीलाई त 60 पिपल रहेछ ग्रुप अर इन्डिभिजुअल वाट एभर नो प्रब्लम 60,000 किप हाम्रो लागि त 60,000 किप रहेछ म चाहिँ कति छु ओके 60,000 हो थ्याङ्क यू यस वेलकम प्लिज अब यसले चाहिँ हामीलाई टक्क यसले चाहिँ हर्न लगिरहेको छ आनन्द फिल भयो अहिले चाहिँ चिसो फिल भयो अघि त माथि लाने रहेछ उसो सेन्टरमा जाँदैछु उसो सेन्टर I don't know, maybe they mention office here this way यो बाटो देखाइरहेको छ म जाँदैछु Do not touch पुरानो हतियार रहेछ नि गनहरू यो भनेको चाहिँ ग्रेनेडहरू चाहिँ यो पहिला पहिला ग्रेनेडहरू चाहिँ यस्तो रहेछ यहाँनिर ग्रेनेड ओ या हाउ मेनी इयर्स बिफोर दिस इज हाउ मेनी इयर्स बिफोर प्रोभिन्स गनहरू हो डर लाग्यो मलाई त यहाँ हतियार एक्लै छु कि पहिला पहिलाको डु नट टच भनेको छ हतियारहरू
पहिला पहिलाको ग्रेनेडहरू सब परेछ यहाँनिर। आम्बो राइफल हेर्नु न पहिला पहिलाको कस्तो छोटो राइफल, कति भारी थियो होला यो, कसरी भिडो होला है यिनीहरू। उहिलेको मान्छेहरू चाहिँ खतरा हो। Petrol, yeah, okay. So which is the good? Honda? Yes, Honda. Okay, this also no problem. Yeah, मैले यो स्कुटी हायर गरेँ। It's good or no? यो स्कुटी मैले हायर गरेको छु। अब यो स्कुटीमा जाने बाबा सरसँग जे होला होला। इसमें घूमने आजा एक दिन यो लिए। अब यसमा टक्कसँगले जाने हो। अर्काको देशमा आएर पनि यहाँनिर हायरिङ गरियो गइन्छ। अब 2 लिटर हाल भनेको 2 लिटर बढी हाल्दैछ, 2.19 हाल्दैछ, 50,000 हाल्दैछ त्यो। ल ठिक छ, कोही बात छैन। अब यहाँदेखि कुसङसी वाटरफल चाहिँ यहाँदेखि लगभग 22 किलोमिटर बाटो पर्दो रहेछ। अब म जान्छु त्यतिर नै है त। ल अन्त बाइक स्कुटी हायर गरेर चाहिँ हिँड्यो, तर आफूले नै भिडियोहरू खिच्नु कस्तो गाह्रो भयो क्या। फर्स्टै गाह्रो भयो, आफूले पनि भिडियो खिच्नु ओभर गाह्रो भयो क्या स्कुटीले। अब हायर त गऱ्यो नि, जाँदैछु बाटोमा, यहाँ खाजा खानु पर्यो। यस, थ्याङ्क यू सो मच, थ्याङ्क यू, बाई 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 बाई। खानासाना खाइयो कि, खाना त नुडल्स खाइयो यहाँनिर साला। अब लाग्छु म बाटो यहाँदेखि आधी घन्टा लाग्छ अरे उकालो, पहाड चढ्नु पर्ने। भिडियो खिच्नु चाहिँ पाएन क्या, त्यो दुःख लाग्यो। ड्राइभ गर्दैछु एकडै हातले। अब चाहिँ पहाडी बाटो सुरु भयो, जाँदैछु म पनि। एकदम राम्रो ठाउँ लाग्यो। कतिखेर पुगिन्छ थाहा छैन, बिस्तारै हिँड्दैछु, भिडियो पनि खिच्दैछु। भिडियो मेकिङ गर्न आएको मान्छे। अरू मिस्टेक चाहिँ के भयो भन्दाखेरि मेरो मिस्टेक चाहिँ के भयो भन्दाखेरि अर्को पनि मोबाइल लिएर आउनु पर्ने रहेछ क्या, सहज हुन्थ्यो। त्यसले गुगललाई ट्र्याक गर्नु मिल्थ्यो। अब यसै गरेपछि गुगललाई ट्र्याक गर्नु मिलेन, ओएललाई ट्र्याक गर्नुपर्ने हुन्छ होइन। नहुने पछि अलिक गाह्रो हुँदो रहेछ। बाटोहरू त एकदम कडा छ नि यहाँको बाटोहरू। अब यहाँदेखि लगभग 30-35 मिनट लाग्छ भनेको छ। पहाडी बाटो हो यो सी फल्स चाहिँ एकदम वाटर फलिङ हो। यो एकदम पहाडबाट वाटर फलिङ भएर जान्छ, एकदम राम्रो रहेछ क्या। त्यही भएर पनि मैले यति टाढाबाट यो ठाउँमा घुम्न आएको, किनभने त्यति तपाईँको चाहिँ यहाँ आइसकेपछि, लाओ आइसकेपछि लुवाङ पारवाङ चाहिँ एकदम मस्ट भिजिट गर्नुपर्ने ठाउँ हो क्या। अब बाटो यस्तो डेन्जर आयो कि। अब यहाँ कतातिर हो म उयो पनि हेर्छु, यहाँ साइडमा रोक्नु पर्यो। साइडमा रोक्नु पनि डरमर्दो हुन्छ। ओहो, यहाँ साइडमा रोक्नु पर्यो, उयो हेर्नु पर्यो। गाउँ रहेछ, ऊ सुँगुर कराउँदैछ हौ। सुँगुरको आवाज आउँदैछ। अप्ठ्यारो छ। कुसङसी वाटरफल्समा जाँदैछु। एकदम पहाडी बाटो छ, तर एकदम रमणीय स्थल। एकदम ओल्ड हेरिटेजमा पनि, युनेस्को ओल्ड हेरिटेजमा पनि नामाङ्कित भएको जग्गा हो। त्यहाँ जाँदैछु है त। चारैतिर डाँडा हरियाली काँडाहरू छ है यहाँ।
यहाँ हेर्नु त कति सानो सानो घर बनाएको छ मजाले बस्ने ठाउँहरू पनि बनाएको छ त्यहाँभित्र कस्तो व्यवस्थापन गरेर बनायो क्या व्यवस्थित तरिकाले राम्रो रहेछ यो ठाउँ सब कम्युनिस्टको झन्डाहरू सबै कम्युनिस्ट झन्डाहरू छ यहाँनिर अब चाहिँ म लगभग थोरै समय बाँकी छ कुसन्सी वाटर लेक आइपुग्नुको लागि धेरै समय देखाएको छैन अब थोरै यहाँदेखि 5.5 किलोमिटर देखाएको छ किन भन्दाखेरि आज मैले किन धेरै मैले भिडियो खिच्न सकिरहेको छुइनँ भन्दाखेरि यो ट्राभलिङमा चाहिँ तपाईँको यसमा हिँड्दाखेरि त के भयो भन्दाखेरि अलिक अप्ठ्यारो भयो क्या अलिकति अब यसरी एउटा हातले कुदो चलाउँदै अनि तपाईँको अर्काको देशको बाटोमा अनि बाटोको त्यति बारेको जानकारी पनि नभएको कहाँ के आउँछ भन्ने कुरो त्यसले गर्दाखेरि आफू पनि अलिकति सेफ्टी भएर हिँड्नु पर्नु भनेर आँपको बगानहरू यति छ यहाँनिर आँपहरू होइन सेम नेपालतिरको हिँड्ने बाटो जस्तो मैले देखिरहेको छु यहाँनिर हेर्दाखेरि अनि भरे चाहिँ मेरो फेरि 6:58 फेरि मेरो त्यो ट्रेनको टिकट छ ओसुक गार्डन अरे 300 मिटर माथि गार्डन रहेछ गार्डन ठाउँ यो ठाउँ चाहिँ अब टर्निङ बाटोहरू होइन अलिकति बाटोमा चाहिँ अलिकति बिच गरेर कुदाउनु पर्छ बाटो गाडी टर्निङ बढी छ त्यसले कत्रो बाँस बोकेर लगेको हेर्नु लिल उडाउँदैछ त्यही भएर गर्दाखेरि बाटो एकदम त्यो ठाउँ एकदम राम्रो छ क्या त्यही भएर म 320 किलोमिटरको यात्रा तय गरेर आएको भेन्तानीदेखि तपाईँको चाहिँ यो लुवाङ पारुङ भनेको अर्को फाल्टै प्रोभिन्स हो यो भनेको तपाईँको चाहिँ म स्पिड बुलेट तपाईँको चाइना जाने बुलेट ट्रेनमा चाहिँ सवार गरेर चाहिँ म आएको आज यहाँ आएर अब जो पनि मैले हायर गरेँ हायर गरेर हिँडिरहेको छु 100 मिटर लेफ्ट अरे भन्ने खालको देखाइरहेको छ गाउँहरू जस्तै हो यहाँको गाउँ कस्तो राम्रो गाउँ चाहिँ म यो फाइनली कुसाङसी वाटरफल्सको मेन द्वारमा आइपुगेँ अब यहाँनिर बाइकमा पार्किङ गर्छु स्कुटी अनि यहाँ कहाँबाट छिर्ने हो भन्ने कुरा म हेर्नु पर्यो यहाँनिर कुसाङ या यत्रो बाइकको छेउमा चाहिँ राख्नुपर्ने हो मैले अब फेरि यहाँ चाहिँ पार्किङ रहेछ पार्किङ ओके फाइनली 12 बज्यो टक्क यहाँ पनि आइपुगेँ बाइक पनि पार्क गर्यो पार्क गरेको चाहिँ यिनीहरूले चाहिँ 5000 किम्प लिँदो रहेछ अब फेरि यहाँ टिकट कति लिएला हो टिकट सेल भनेको छ त्यहाँ यहाँ त यिनीहरूले त मारेर छोड्छ नि हौ टिकट काट्नुपर्छ क्या हो जस्तो लाग्यो चिनो ठाउँ रहेछ यहाँदेखि इन्ट्रान्स 20,000 लिँदो रहेछ फरेनर 60 हामीलाई त 60 किप रहेछ ग्रुप अर इन्डिभिजुअल वाट एभर नो प्रब्लम 60,000 किप हाम्रो लागि त 60,000 किप रहेछ म चाहिँ कति छु ओके 60,000 हो थ्याङ्क यू यस वेलकम प्लिज 60,000 या यस थ्याङ्क यू गाडीमा चढ्ने हो अनि टक्कसँगले दिस वान ओके गुड सो I will sit here. Oh my God. एउटै टाइपको घरहरू क्या आर्किटेक्चर टाइपको घरहरू सबै हेर्नु त कस्तो राम्रो छ
ओके एन्ट्रान्स पो आइपुग्यो त यहाँ त अहिले चाहिँ हामी यो कुङसी वाटरफल पार्कमा आइसकेको छौँ भित्र यसको अब इन्ट्रीमा फेरि छिर्ने वे टु मेन वाटर वेलकम टु tat kusangshi the park is Changan and ticket office forest wildlife discovery trail यो चाहिँ मेन चाहिँ तपाईको वाटर फलिङ हुने ठाउँ रहेछ यो जाने चाहिँ अलिकति उकालो रहेछ है त जिन्दगीले कहाँ कहाँ पुर्याउँछ हो साला उफ एक्लै हिँड्नुको मजा पनि फाल्टै छ हो साला जिन्दगीमा कति एक्लै बाँच्नु पर्ने होला Oh my god. What is the waterfalls area? Yeah, Raisa. I think I'm very near to waterfalling area. I think so. Yes. The view. God. Oh, nice. Yes, I'm finally here. अहिले चाहिँ म यो फाइनली कुसाङसी यो वाटरफल्स भन्छ होला म आएको छु एकदम राम्रो छ हैन राम्रो पानी यस्तो सफा छ हेर्नुस् न पानी यो त एउटा प्राकृतिक भन्दा पनि कस्तो कृत्रिम जस्तो देखिन्छ क्या तपाईको प्राकृतिकमा यतिको राम्रो अलिक हुन्छ जस्तो मलाई लागेको छैन पहिला चाहिँ प्राकृतिक छ होला यसलाई अलिक प्लसमा गरेर कृत्रिम बनाएको हो कि भन्ने कुरा मलाई लागेको छ तर एनीवे इट्स भेरी नाइस प्लेस सुन्दरताले भरिभर पानी हेर्नुस् न कस्तो छ यहाँ पानीको क्वालिटी कतिको क्रास्टल छ वाटर क्रास्टल वाटर छ क्या सेम दिस एरिया मैले पनि लाओस र क्याम्बोडियाको गर्ने पत्ता सकेँ कि अन्त हिजो त अफ गऱ्यौँ भन्नु छोडेको यस्तो गर्दै छ यहाँनिर फेरि यो माथि पाहाडको यो डाँडाको चुरेको खोजमा पर्दो रहेछ क्या हावा सावा कहीँ केही नआउने त्यस्तो खालको खोजमा पर्यो अनि त्यो भएको कारणले यहाँ ओभर इन्क्रेडिबल गर्मी हुँदो रहेछ गर्मी चाहिँ एकदम दामी इङ्ग्लिस भयो पसिनाले के फोटो के राम्रो आउँछ जस्तोमा हिँड्दाखेरि पसिना अनुहारमा पाण्डव सुनर भएर आयो बेलामा फोटो के आउने राम्रो प्राचीनकालीन बाटो छ दामी हेर्दाखेरि नै क्यान पे स्विमिङ गर्ने ठाउँ चाहिँ एउटा कुन चाहिँ पाङ्ग्रे ठाडो पारेर बस्दैछ त्यहाँनिर पाङ्ग्रेले
छङछङ छङछङ बगेको पहाडको खोला जस्तो यस्तो शान्त स्वच्छ वातावरणमा चाहिँ यहाँ जस्ट भिडियो मेक गर्ने चामल लिइरहेछ पाङ्ग्रेहरूले भनेर लेखिरहेछ। यो पाङ्ग्रेलाई चाहिँ यहाँ गएर चाहिँ खेल्नुपर्ने पाङ्ग्रेलाई हेर्छ यो पाङ्ग्रेलाई पाङ्ग्रे टार्छन् यहाँ खेल्नुपर्ने यो डेन्जर भनिरहेछ। पढ्नु इन्स्ट्रक्टर पढ्नु सक्नु है मलाई चाहिँ नआउनु मन लाग्दैन फेरि किन हो किन पहिलेदेखि नै बानी नै नभएर हो कि नआउनै मन लाग्दैन। दुई भाइ बाँदरहरू यहाँ के गर्दैछ ढेडो एउटा बाँदर यो पाङ्ग्रेले चाहिँ यो चाहिँ स्विमिङ गर्ने ठाउँ हो। अलमोस्ट मान्छेहरू चाहिँ यहाँ आएर स्विमिङ गरिरहेको छ। मेरो चाहिँ हेबिट चाहिँ के थियो भने म सानोदेखि नै यो जहाँ पाएँ त्यहीँ मलाई स्विमिङ गर्नु मलाई मन लाग्दैन थियो क्या। मलाई त्यो एउटा हेबिटै थियो। अनि अहिले त अलाउड त छ यहाँनिर स्विमिङ गर्नु चाहिँ होइन। तर मैले चाहिँ सानोदेखि नै मेरो मनमा चाहिँ स्विमिङ गर्नु जहाँ पाएँ त्यो गर्नु मन नलाग्ने। पानी चिसो छ जस्तो मलाई लागिरहेको छ। पानी चाहिँ छाम्नु पर्दैन थियो कि अलिक तल गएर छाम्छु कस्तो पानी छ भनेर। हेरौँ तलतिर पनि छ अझै नआउने ठाउँ हेरौँ न गएर। ऊ डराइरहेको छ मलाई उसको बोयफ्रेन्डले चाहिँ उसलाई तानेको भयो क्या। उमाइरहेको गइरहेको यो त हिरो हेऱ्यो यहाँ फेरि बिचरा एकजना त्यो इन्जन जस्तो थियो केटी फोन हरायो भनेर रुँदै थियो बिचरा। कता होला बाहिर जाने चाहिँ प्रोटेक्ट प्रेजर फोन हरायो भनेर रुँदै थियो बिचरा। पौडी खेल्यो मजा very nice place. Mekong Cap coffee food sunset view free Wi-Fi open. Uso center ma jaँदैछु Uso center. I don't know, maybe they mention office chair this way. यो बाटो देखाइरहेछ म जाँदैछु।
ओस्लो भिजिटर सेन्टर भन्ने यहाँको मेन अर्को डेस्टिनेसन रहेछ कि अझ अगाडि देखाउँदैछ They swing more ahead. Oh, yeah, Your destination is on the right. It's closed? Not to see it. It's closed or open? If something is okay, it's not big. Yeah. Welcome to Oslo Visitor Center. त आइपुग्यो तर म अलि ढिलो आएँ नि त हो भिजिटर सेन्टर छ अरे यहाँ भनेर I came late. एक हातले बाइक कुदाउनु पनि स्कुटी कुदाउनु त साह्रो सजिलो हुँदो रहेछ एक हातले पनि कुद्दो रहेछ यो त पुरा क्लोज हुन आँटेछ नि त यहाँ हेलो इट्स क्लोज्ड Not yet. Why to go there? Yes. Okay. UK, Ireland, Australia. यो भनेको चाहिँ डु नट टच पुरानो हतियार रहेछ नि गनहरू यो भनेको चाहिँ यो चाहिँ पुरानो इन्सिडेन्ट कुराहरू रहेछ क्या यहाँ चाहिँ यो पहिलाको हतियारहरू रहेछ यो पनि त्यही ग्रेनेड सिनेड टाइपको सब पहिलाको यो आणविकहरू रहेछ पहिलाको पुरानो लाओ यहाँ The removal of all the UXO in Lao Peter is a demanding task. Although there has been a steady decline in UXO, accidental occurring annually, even one injury or death is one too many. Injury or death is a tragedy that could have been prevented. ग्रेनेडहरू चाहिँ यो बेला ग्रेनेडहरू चाहिँ यस्तो रहेछ How many years before? This is how many years before? Province. यो भनेको इन्टर पहिलाको हतियार यहाँको हतियार गनहरू डर लाग्यो मलाई त यहाँ हतियार एक्लै छु कि पहिलाको डु नट टच भनेको छ हतियारहरू पहिलाको ग्रेनेडहरू सब रहेछ यहाँनिर आम्बो राइफलहरू न पहिलाको कस्तो छोटो राइफल कति भारी थियो होला यो कसरी भिडो होला क्या यिनीहरू उहिलेको मान्छेहरू चाहिँ खतरा अन्त गनहरू डु नट टच बुलेट यो कति ओकेटोके चाहिँ पहिलाको भन्न अलिकति भए पनि मैले भ्याएँ आउनुलाई हेर्दा यो हो क्या रड्डी भेग्ले रोयल प्यालेस के गर्ने रोयल प्यालेस एन्ड अल्सो म्युजियम सेम Turn right. राइट त भन्छस् नि अब यतिकै छिरो भनेको हो राइटबाट छैन अब बन्द गरेँ त अनि के गर्नु मैले त मन लागेको थियो नि मलाई गुगलले राइट गर Turn left. कहाँ लेफ्ट गर्न अब लेफ्ट न Head northeast on Sisavangvong Road. लेफ्ट न राइट Turn left onto Sisavangvong Road. पुरै बन्द भएछ हो के गर्नु
बोट आउँदैछ पर खालको पानी देखिरहेको छ अहिले चाहिँ म यो वाच छुङदुङ भन्ने एउटा मोनेस्ट्री छ यहाँ आउँदैछु आएको छु छिर्नु पर्ने यताबाट चाहिँ बाटो रहेछ छिर्ने ठाउँ म त पल्लोबाट एउटा आएँ गाह्रो होला जस्तो छ किन सबैहरूले डाङडुङ भन्दा चाहिँ बेलुका मात्रै ओपन हुन्छ क्या वा त छिङथोङ यस फाइनली वा त छिङथोङमा फाइनली प्रवेश भयो टिकट या Yes. Yes. Thank you so much. आज म यहाँ भित्र चाहिँ छिर्दिनँ मसँग टाइम छैन म बाहिरबाट म त मात्रै लिन्छु है त है त्यो सबै मसँग टाइम नभएको कारणले वाच छिङथोङ भन्ने यो चाहिँ मोनेस्ट्री गुम्बा रहेछ अब यहाँ भित्र छिरेको धरी पनि 30,000 अरे हे भगवान् तर वर्ल्ड हेरिटेजमा युनेस्को वर्ल्ड Omang dia masih. Omang masuk. Omang masuk. लोन प्रवानदेखि भेन्तानी रेल स्टेसन पनि आइपुग्यो चाइना लाओस रेलवेलाई चाहिँ थ्याङ्क यू भेरी मच ल टाइम छ 1 घन्टा 45 मिनटमा ठगकै फेरि भेन्तानी आइपुग्यो है भेन्तानी बिहानदेखि अरू त बिहान राति निस्केको यहाँ पनि राति नै आइपुग्यो अब मान्छे कति बोकेर ल्याउँदो रहेछ भने नि यसले आम्मा यहाँ ठिकै छ मान्छेको भिड कति छ भन्दाखेरि